चाहिँ साग टिप्नु गएको थिएँ कि मेरो साग टिप्नु गएको थिएँ। हेर्नु त मेरो त सिमी फलेछ हो, फुलहरू खेल्दैछ मजाले। म चाहिँ साग टिप्नु गएको है साथीहरू। अब म देखाउँछु ल सागहरू। मेरो खोर्सानीले चाहिँ फुल खेल्नु थालेछ है साथीभाइहरू। खोर्सानीले फुल खेल्नु थालेछ। अहिले म देखाउँदिनँ, फल्नु थालेपछि खालि देखाउँछु ल। मेरो मकैको झ्याङहरू यत्रो यत्रो भइसकिसक्यो हो। यो चाहिँ रातो साग। म चाहिँ रातो साग टिप्नु गएको होइन हो, होइन म चाहिँ रातो साग टिप्नु गएको होइन, अर्को साग टिप्नु गएको है। म चाहिँ यो साग टिप्नु आएको है ल। अब म भोटिसकेपछि खालि देखाउँछु है, यो साग टिप्नु आएको है साथीभाइहरू। मेरो त हातै राम्रो, हेर न हौ साग त कस्तो प्रकारले टिप्नु परेको है। हेर्नु न हौ, अर्डर गर्नु है कसलाई खानु मन छ हो, म त्यसै दिन्छु नि। ला हौ भोरिसकिसक्यो, माडा भोरिसकिसक्यो हो, भाँडा भरिसकिसक्यो। भोलिको लागि बेलुका त खानु हुँदैन, चिसो लाग्छ। यसरी टिप्नुपर्छ साग हो। अर्ग्यानिक कुरो चाहिँ मजाले खानुपर्छ, मासु मांसभन्दा ज्यादा हो। म यो साग टिप्नु आएको होइन नि वास्तवमा कि, वास्तवमा चाहिँ मैले यो साग टिप्नु आएको क्या। यो चाहिँ साह्रै मनपर्छ नि त मलाई हो। यो लामो लामो हुन्छ नि यस्तो, यो साग चाहिँ टिप्नु मनपर्छ नि त मलाई। हेर्नु के दामी है मेरो साग। ए भगवान, हेर्नु न यसरी टिप्नुपर्छ हो। राख्दैछु म एकछिन टिप्दैछु ल, तपाईँलाई भिडियो छोड्छु नि। यो साग टिप्नु चाहिँ आएको हो। यो रातोहरू पनि टिप्दिनँ नि अहिले हो, बिस्तारी खानुपर्छ नि त हो। हेर्नुहोस् है मेरोमा साग सब्जी। अब पर हेर्नुहोस् ल मेरो ताँबा हुँदैछ, यहाँ हेर्नुहोस् है ऊ ताँबा हो। यो चाहिँ ताँबा रोटीसित खानुपर्छ कि यति बेस्ट हुन्छ, केही असरै गर्दैन यसले ताँबा हो। एक दुई दिनमा टिपेको देखाउँछु नि म चाहिँ खेती चाहिँ गर्छु कि साथी हो। खेती सँगसँगै हेर्नु, यो चाहिँ खाने च्याउ हो कि नखाने च्याउ हो भन्नु ल। म यहाँ साग त टिप्दैछु हो, यी साग चाहिँ टिप्दैछु हो, यी साग चाहिँ टिप्दैछु हो। तर यो खाने च्याउ हो कि नखाने च्याउ हो भन्नु हो। साग टिप्दैछु हो, हेर्नु ल च्याउ 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 यसरी फल्दैछ हौ यी च्याउ हो। यो च्याउहरू चाहिँ खाने हो कि नखाने हो। च्याउहरू खाने हो भने चाहिँ भन्नुहोस् है, साग खानेले पनि भन्नु है, म पठाइदिन्छु नि। केही पर्दैन, पैसा रुपियाँ भाडाहरू पनि केही पर्दैन। जसलाई खानु मन लागेछ यसपालि चाहिँ प्रशस्त छ कि यति बेला चाहिँ यो सागहरू क्या। यो सागहरू चाहिँ प्रशस्त छ नि त हो, देख्नुभयो होला प्रशस्त छ। यसलाई चाहिँ भाङको बोट भन्छ। भाङको बोट चाहिँ खानुलाई होइन, बाख्राहरूको लागि, दबाईको लागि क्या हो, ग्यासहरूको लागि हो। राख्छु। अब मेरो खोर्सानीहरू मुन्टो चुडाइदिएको छु, अलिक दिनमा दामी हुँदैछ खोर्सानीहरू। अस्ति मैले देखाएँ है भिडियोमा, फुलहरू खिल्दैछ हो। यत्रो यत्रो झ्याङहरू भएको चाहिँ खोर्सानीको चाहिँ हो, खोर्सानीको। लु बाई, नेक्स्ट भिडियोमा भेटौँ ल। यो क्रप टमाटर मेरो यत्रो भएछ हो। अलैँचीहरूको त मैले देखाएको छुइनँ है साथीहरूलाई, अलैँचीहरू पनि छ।